गुफा पाताल पूर्वी नेपालको इलाम जिल्लाको सूर्योदय नगरपालिकामा अवस्थित एक प्राकृतिक गुफा र दृश्यावलोकन स्थल हो। गुफा पातालबाट सूर्योदय हेर्न हिमालय पर्वत श्रृङ्खला र मेची नदी उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। चैतदेखि भदौ महिनासम्म एन्जेलिया फुल फुल्ने हुनाले यो एकदमै सुन्दर देखिन्छ र पर्यटकको घुइँचो पनि लाग्ने गर्दछ। गुफा पाताल पुग्नको लागि बिर्तामोडबाट फिक्कल पशुपतिनगर हुँदै सीमावर्ती दार्जिलिङको बाटो पनि पुग्न सकिन्छ। बिर्तामोडबाट फिक्कल 50 किलोमिटर लगभग 1 घन्टा 35 मिनट र फिक्कलबाट पशुपतिनगर 10 किलोमिटर लगभग 25 मिनटमा पुग्न सकिन्छ। सार्वजनिक यातायात अथवा आफ्नै प्राइभेट यातायात प्रयोग गरेर हामी त्यहाँ पुग्न सक्छौँ। सार्वजनिक यातायातमा लगभग 300 देखि 400 रुपियाँ पर्छ। त्यस पछाडि पशुपतिनगरबाट त्यहाँको गाडी लिएर अथवा त्यहाँको लोकल गाडीमा हामी गुफा पाताल पुग्न सक्छौँ। 6.2 किलोमिटर लगभग 18 मिनटमा त्यहाँ पुग्न सकिन्छ। अर्को बाटो भनेको बिर्तामोडबाट अन्तु लगभग 55 किलोमिटर रहेको छ। 1 घन्टा 55 मिनट लाग्ने उक्त बाटो त्यस पछाडि अन्तु छिरुवाबाट लगभग 4-5 किलोमिटर जति कच्ची बाटो लाग्नुपर्ने हुन्छ। लगभग कच्ची बाटो भएको हुनाले 30 मिनटसम्ममा लगभग पुग्न सकिन्छ। साना गाडीहरू नगए पनि यस छिरुवाबाट 4 व्हिल गाडीहरू जाने गर्दछ, बाइकहरू जाने गर्दछ। अन्जेलिया फुल ढकमक्क फुलेको बेला एकदमै सुन्दर देखिने यस ठाउँमा पर्यटकहरूको घुइँचो रहेको हामी देख्न सक्छौँ। तपाईँहरू पनि एकचोटि यस ठाउँ पुगेर आनन्द लिन सक्नुहुन्छ।